शुभ दिन साथीहरू, हजुरहरू सबैको दिन शुभ रहोस्। आज चाहिँ इन्दिराको भान्सामा पालक पनिर बनाउँदैछु। मैले पालकलाई धोइधाइ पारेर यसरी पानीमा एकछिन उमालेँ होइन। उमालेर यसलाई तैराउन राखेँ। तैराइसकेपछि यसलाई एकछिन तैराइदिएँ। त्यसपछि यो टमाटर र अदुवा खुर्सानी गराएर उसमा पिसेँ मिक्सरमा। अनि यो पालकलाई पनि तैरेको पालकलाई पनि मिक्सरमा पिसेँ मैले। अनि लसुनलाई यसरी कुटेँ, लसुन चाहिँ पिसिनँ। अनि यो उसलाई पनिर चाहिँ टुक्रा टुक्रा पारेर अनि तातो पानी नुन पानीमा एकैछिन पकाएँ, बोइल गरेँ। त्यसपछि यो नरम भयो साथीहरू। अनि यसलाई हल्का सोते मात्रै गर्ने, धेरै नभुट्ने। धेरै भुट्यो भने फेरि साह्रो हुन्छ यो। त्यसैले मैले हल्का भुटेर यसलाई निकालेँ। त्यस पछाडि यही भाँडोमा यही कराईमा चाहिँ मैले अब थोरै तेल थपेर 5 फुरन पड्काएँ। त्यसपछि हिङ फुराएँ अनि प्याज भुटेँ। प्याजसँगै लसुन पनि अलिकति लसुन अनि गरम मसला पनि राखिदिएँ। त्यो लसुन अघि कुटेको लसुन पनि राखिदिएँ यसमा। त्यसपछि लसुन चाहिँ अलिक भुटेको राम्रो लाग्छ कि मलाई। अनि त्यसपछि टमाटर राखेर एकैछिन पकाएँ यसलाई। यो पाकिसक्यो मसला। अनि त्यसपछि यो पिसेको के अरे यो पालकलाई मैले पिसेको पालकलाई यसमा राखेर एकैछिन पकाएर अनि पनिर राखेर 5 मिनट पकाएँ। त्यसपछि साथीहरू पालक पनिर तयार भयो। यो चाहिँ परोठा बनाएको छु मैले, रोटी गहुँको परोठामा यससँग असाध्यै